खापुङहरू कसरी खापुङ हुन पुग्यो र खापुङका वंशजहरू कोन हुन् त? म आज तपाईँलाई भन्न गइरहेको छु। सेवारो नमस्कार, म कलाकार तथा निर्देशक हाङ चेम्जोङ। मेरो हातमा रहेको छ आज खापुङ वंशावली। यहाँ चाहिँ 0 देखि 19 सम्म चाहिँ एक एक गरेर आउँछु, अथवा 20 देखि उता चाहिँ अरू पनि सन्तान थपिएको देखिन्छ। यहाँ म भन्दै जान्छु खापुङहरूको वंश, अथवा यहाँभित्र धेरै लिम्बूहरूको वंशजको नाम हुनसक्छ। एकचोटि सुन्नुहोस् है त। 0 मा चाहिँ हुनुभएको छ यहाँ सेङ सेकुम, अनि 1 नम्बरमा लाबुङहाङ, 2 नम्बरमा लाहाङ, 3 नम्बरमा सिदेइङ, 4 नम्बरमा सिगेइङ, 5 नम्बरमा आगेलमी, 6 नम्बरमा आबङमी, 7 नम्बरमा युदुक्कु, 8 नम्बरमा मुदेप्पा, 9 नम्बरमा चादोखाङ, 10 नम्बरमा महादोखाङ, 11 नम्बरमा केयोङबाहाङ, 12 नम्बरमा याक्चोखाङ, 13 नम्बरमा इधुक्लुङ, 14 नम्बरमा इथोकहाङ, 13 नम्बरमा चाहिँ इधुक्लुक रहेछ है, 14 नम्बरमा इथोकहाङ, 15 नम्बरमा थाक्सोहाङ, 16 नम्बरमा मुसोखाङ, 17 नम्बरमा युमाहाङ, 18 नम्बरमा तेन्हाङ, 19 नम्बरमा यातोखाङ। तेन्हाङ नाम चाहिँ याद गर्नुपर्ने हुन्छ। तेन्हाङलाई खापुङहरूले संस्थापक मान्दै आएका छन्। खापुङले मात्र नभएर सुन्नुहोस् है, तुम्बाम्फे, हुक्पा चोङबाङ चाहिँ जुन चाहिँ तीर्थुममा बस्नुहुन्छ, पयाङबु, निङलेकु, कुरुम्बाङ, सिङ्गक, सम्बाम्फे, लुङफुङवा, मादेम्बाले पनि तेन्हाङलाई आफ्नो पुर्खा मान्दै आइरहेका छन् भन्नुहुन्छ। जस तीर्थुमका प्राय लिम्बू थरीहरूले, सबैले नभनौँ प्रायले चाहिँ तेन्हाङलाई चाहिँ आफ्नो पुर्खा मान्नुहुने रहेछ। अनि यता 20 नम्बर पुगेपछि चाहिँ 20 नम्बरमा चाहिँ फुङजोखाङ हुनुहुन्छ। अनि फुङजोखाङको चाहिँ यहाँ 3टा छोरा देखाइएको छ। एकजना छोरा चाहिँ पाक्सोरेहाङ, अर्को चाहिँ हिमहाङ, अर्को चाहिँ पेमुखाङ। त्यसै गरी उहाँ फेरि पाक्सोरेहाङको चाहिँ छोरा 3 जना, पाक्सोरेहाङको छोरा नन्द्रे, अनि चित्तेफेवा, अनि हाङवान। अनि त्यस पछाडि हिमहाङको चाहिँ छोराहरू पनि 3 जना, फत्रे, जितिसी, चौवानसिङ, थुप्रै हुँदो रहेछ। यहाँ चाहिँ अझै मलाई घर लागेको कुरा चाहिँ के छ भने छोरीहरूको नाम पनि यहाँ चाहिँ अलिकति वंश नम्बर यहाँ चाहिँ 28 देखि चाहिँ छोरी मान्छेको नाम पनि लेखिनु गएको छ। छोरी मान्छेको नाममा चाहिँ अलिकति अर्कै चिन्ह दिनुभएको छ। अनि खुसी लाग्यो, कतिपय वंशावलीमा चाहिँ छोरी मान्छेको नाम देख्न पाइँदैन, तर यो खापुङ वंशावलीमा चाहिँ छोरी मान्छेको नाम, जस्तै यहाँ 28 नम्बरमा चाहिँ हर्कजङका छोराहरू भरत प्रसाद, नरेन्द्र कुमार रहेछ 2 जना, र छोरीहरू सञ्चमाया र सुकमाया। त्यसरी हुँदो रहेछ क्या, छोरीहरूको नाम पनि आएको खुसी लाग्यो। अब चाहिँ म यहाँ खापुङहरू चाहिँ कसरी खापुङ नाम रहन गयो, खासमा के हो, म तपाईँलाई त्यो भन्न गइरहेको छु है त। उहाँहरू लेख्नुहुन्छ, तेन्हाङ राजाको दरबार भएको स्थानमा काभ्राको बोट थियो, जुन यद्यपि काभ्रे खेत रूपमा परिचित छ। अध्येता खगेन्द्र सिंह आङबुहाङको पुस्तक गाउँजी थरमा काभ्रेहाङ थर मोराहाङमा भएको उल्लेख छ। तर काभ्रेहाङ थर अस्तित्वमा छैन, बरु खावा, काभ्राबुङ, बुङ भनेको बोट होइन, फेदबाट नै खावाबुङ, खयेपुङ भएर खापुङ भएको खापुङहरूको थरप्रति एकमात्र उदाहरण छ भनेर लेख्नुहुन्छ। खापुङ चाहिँ यसरी भएको रहेछ है त। म सबैलाई आग्रह गर्दछु, आफ्नो वंशले पढौँ, अरूको पनि पढौँ। धेरै इतिहासहरू पढेर वंशले लेखेको हुन्छ। मैले यसरी पढ्दै गर्दा, यसरी भिडियोसम्म तपाईँलाई भन्दै गर्दा कतिले चाहिँ यो इतिहासहरू मिथ्या हो भनेर कमेन्ट पनि गर्नुहुन्छ। तर तपाईँहरूले आफ्नै वंशले नै पढ्नु होला, तपाईँको आफ्नै वंशले सायद त्यस्तै इतिहासहरू नै लेखेको होला। अनि कुनै पनि वंशले लेख्दाखेरि, इतिहास लेख्दा प्रायः सबै इतिहासहरू पढिसकेर मात्रै लेखेको हुनुपर्छ जस्तो लाग्छ मलाई। यति भन्दै म पनि बिदा हुन चाहन्छु। वंशले पढ्ने क्रममा मलाई चाहिँ एकदमै मजा आइरहेको छ। सबैको पुर्खाहरू र सबै इतिहासहरू अलिअलि जान्ने, बुझ्न खोजिरहेको छु। खुसी लाग्छ र मेरो भिडियो पनि तपाईँले एकदमै चाख लागेर हेरिदिनुहुन्छ, खुसी लाग्छ। र खापुङहरू बारेमा तपाईँहरूको कुनै प्रतिक्रिया, अथवा मैले भनेको कुनै त्यो पुर्खाहरूको बारेमा कुनै सुन्नुभएको छ भने इतिहासहरू लेख्नुहोला, कमेन्ट गर्नुहोला। तपाईँहरूको राम्रो कमेन्टहरू म भिडियो मार्फत लिएर आउनेछु भन्दै बिदा हुन चाहन्छु। नो गेन सेवारो, बाई बाई।